हुन्छ हजुरले अब ठाउँको नाम मलाई थाहा छैन गाइस हजुरले अब हेर्नु पुरा भिडियो हेर्नु के देख्नुहुन्छ के हुन्छ यो त यो ठाउँ हो ठाउँ भन्नुहुन्छ चिन्नुहुन्छ भने कमेन्ट गरेर सब्सक्राइब गरिदिनु सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला आफ्नो साथीभाइहरूलाई चापकोटको को हुनुहुन्छ चापकोटतिरको बारीकुना के जो भिडियो अलि लामो भएको थियो मैले फाल्तु गरिदिनु रहेछु हेर्नु होला हजुरले बाटो कति रमाइलो ठाउँ छ कति रमाइलो ठाउँ छ कि एकदम त्यो कति पाहाडबाट गएर पनि एकदम कति पाहाडबाट यता उता जाँदा पनि चाहिँ चापकोट यति राम्रो ठाउँ लाग्यो मलाई चापकोट बसेको बस्ती पनि यति राम्रो फ्लाइट एकदम होइन त्यस्तो माथि गएर तल यस्तो फाट जस्तो कति राम्रो छ त्यहाँबाट अब झाँझरको पनि भन्थ्यो हेर्नु त ठाउँ आहा यस्तो रमाइलो ठाउँ छ कोले चिन्नुभएको छ ठाउँलाई कमेन्ट गर्नु होला सब्सक्राइब गरिदिनु होला गाइस प्लिज धेरै सब्सक्राइब पनि छैन जब 8-9 जना छ नयाँ भिडियो गर्न लाग्यो गाइस हजुरलाई राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला अरू त के भनौँ साथीहरू जब हेर्नु होला भिडियो हेर्नु कति रमाइलो ठाउँहरू छ अब हेर्नु यो चापकोटको दृश्य हो यो हेर्नु त यो चापकोट मैलाई के आँपको बाग हो क्या ठाउँ पनि यसको के भन्छ बागै हो कि हेर्नु त ठाउँ आहा पानी ट्याङ्की उतापट्टि फेरि रामपुर हो त्यो पानी ट्याङ्की उतापट्टि रामपुर पर्छ फेरि यता स्याङ्जा उता रामपुर जिल्ला पर्छ गाइस हेर्न सक्नुहुन्छ यो आँपहरू छ हजुरलाई भिडियो राम्रो लाग्यो सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला गाइस प्लिज हजुरको सब्सक्राइबले मलाई हौसला मिल्छ मैले अर्को राम्रो भिडियो हाल्न सक्छु मैले गाइस होइन राम्रो भिडियो हाल्छु हजुरको लागि राम्रो लाए पनि नलाए पनि सब्सक्राइब गरिदिनु होला प्लिज गाइस बस थ्याङ्क यू भिडियो हेर्नको लागि र कहाँबाट कोले हेर्दै हुनुहुन्छ त्यो पनि मलाई कमेन्टमा लेख्नु होला र कुन ठाउँ हुनुहुन्छ